सबैभन्दा पहिले मेरो नमस्कार छ र धेरै धेरै धन्यवाद छ, बधाई छ। अभावमा पनि अप्ठ्यारोमा पनि पछिल्लो पुस्ताको चिन्ता गरिरहने हाम्रो एकदमै जुनसुकै समयमा पनि आफ्नो कार्यक्षेत्रभन्दा बाहिर नलागिकन आफ्नो गन्तव्यमा लागिरहनुभएका हाम्रा चुलाचुलीकै तपाईहरू जस्ता कलाकारहरू उत्पादन गर्ने हाम्रो प्यारो मित्र चेतनजी, एमकेजी लागिरहनु भएको छ। चुलाचुलीलाई राजधानीसम्म चिनाउन मनाङ भाइ आज आउनुभएको छ। हाम्रै गाउँको भाइहरू वास्तवमा के हुन्छ भने हामीलाई यहाँ बसेर अघि चेतनजीले भने जस्तो हाम्रै दाइहरू, काकाहरू, भाइहरू मात्रै हामी चिन्छौँ, तर वास्तवमा चुलाचुलीलाई राष्ट्रिय रूपमा चिनाउनको लागि उहाँहरूको मेहनत, श्रम, परिश्रमको चाहिँ म एउटा फ्यान पनि हो र उहाँहरूको सहयात्री पनि हो। हामीले चुलाचुलीमा भएका राम्रा कुराहरूलाई संसारभरि देखाउनुपर्छ भन्ने मान्यता राख्ने धेरै साथीहरूमध्ये हामी पर्छौँ नि जस्तो लाग्छ मलाई। उहाँहरूलाई सम्झिँदै आज रेमिट लेनका लेखक है, अब नानीहरूले भोलि पर्सि बुझ्नुहुन्छ, जीवन बुझ्न बाँकी छ। जीवन, मान्छेको जीवन लेख्ने साहित्यकार चुलाचुली आउनुभएको छ। यहाँलाई चुलाचुलीमा फेरि हार्दिक स्वागत छ। त्यसै गरी हाम्रा सबै जसो यात्राहरूमा, हाम्रा गन्तव्यहरूमा सँगै पाइला चाल्ने एकजना साहित्यकार दमकबाट राजकुमारजी आउनुभएको छ। राजकुमारजीलाई पनि धेरै धेरै स्वागत छ। नानीहरूलाई के छ भने तपाईँहरूको अनुहार हेर्दै आज शिखा, हाम्रो बराल भाइ, तपाईँहरू एक प्रकारको कलाकार भइसक्नु भएको छ। चुलाचुली रङ्गमञ्चले उत्पादन गरेका धेरैवटा एपिसोडमा मैले तपाईँहरूको अनुहार देखाएको छु र आज पछिल्लो विद्यालयमा नसिकेका कुराहरू जीवनका लागि उपयोगी शिक्षा दिनुहुने हाम्रा सहजकर्तालाई हामी सबैको तर्फबाट एकचोटि ताली, बधाई र तपाईँहरूलाई बधाई छ। यो प्रमाणपत्र अघि चेतन सरले भनिसक्नु भएको छ। अहिले त तपाईँहरूलाई यसको महत्त्व त्यति खास थाहा छैन होला। यसलाई जतन गरेर राख्ने, कुनै पनि बेला, कुनै पनि समयमा त्यस्तो अवसर आउँछ जतिखेर चाहिँ तपाईँहरूलाई अवसर दिनुले तपाईँसँग अनुभव खोज्छ। त्यो अनुभवको बेलामा यो एकदमै ठुलो तपाईँहरूलाई काम लाग्छ। यो तपाईँहरूको लागि जस्तो छ नि, गाडी कुदाउनलाई लाइसेन्स जति महत्त्वपूर्ण हुन्छ, तपाईँहरूलाई तपाईँहरूको क्षेत्रमा काम गर्नको लागि यो एउटा लाइसेन्स हो। यसलाई जतनसँगले राख्नुहोला र तपाईँले यहाँ जे कुरा सिक्नु भएको छ, राम्रा कुराहरू मात्रै सिक्नु भएको छ। मलाई लाग्छ उहाँहरूले तपाईँहरूलाई कुनै पनि नराम्रो कुरा सिकाउनु भएको छैन। म यसमा कन्फिडेन्ट ढुक्कका साथ भन्न सक्छु। चुलाचुलीलाई सुन्दर बनाउन, चुलाचुलीमा भएका सबै जात, जाति, भाषा, धर्म, संस्कृति र परम्पराहरूलाई सम्मान गर्ने तपाईँहरूलाई एउटा शिक्षा प्रदान गर्नुभएको छ। त्यही अनुसार तपाईँहरू आफ्नो विद्यालयमा, घरमा, गाउँघरमा आजैबाट लाग्नुहुनेछ भन्ने अपेक्षा गर्दै आज चुलाचुली रङ्गमञ्चले तपाईँहरूको यो 10औं कार्यशाला समापनको अवसरमा मलाई निम्ता दिनुभयो। यहाँहरू सबैप्रति धन्यवाद है। तपाईँहरूको उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै मेरा भनाइहरू यही अन्त्य गर्छु। धन्यवाद छ। नानीहरू एउटा गीत सुनाउँछु ल। थामे पनि छुटी जाने, छोडेपछि फुटी जाने, जिन्दगी काँचको चुरा रहेछ। सम्झे पनि दुखाउने, बिर्से पनि दुखाउने, माया त नमिठो कुरा रहेछ। जिन्दगी काँचको चुरा रहेछ। कोही भन्छन् माया सुख हो, जिन्दगीको सुन्दर स्वर्ग हो। लाएपछि चाल पाएँ, पाएपछि हार खाएँ, माया त प्यालाको सुरा रहेछ। सम्झे पनि दुखाउने, बिर्से पनि दुखाउने, माया त नमिठो कुरा रहेछ। जिन्दगी काँचको चुरा रहेछ। जिन्दगी काँचको चुरा रहेछ। ल दिवस सर, श्याम दाई, अनि यता हाम्रो राजकुमार दाई, यता दाई, तपाईँहरू आइदिनु भयो यो हाम्रो कार्यशालाको अन्तिम दिनमा। तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। हाम्रो काममा आजको यो तपाईँहरूको उपस्थितिले हामीलाई हौसला अझै मिलेको छ। हाम्रो कोही छैन है भन्दाखेरि, हामी एक्लै हुँदाखेरि तपाईँहरू हुनुहुन्छ है भन्ने आजको प्रमाण हो यो तपाईँहरूको उपस्थिति। हामीले त्यसरी लिएको छौँ र कार्यशालाको हिसाबमा हेर्ने हो भने चाहिँ मैले सोचेको थिइनँ 24 जना आउनुहुन्छ र भन्ने भएको थियो। 3-4 जना होला पहिलेको जस्तै भन्ने लागिरहेको थियो, तर 24 जना आउनुहुँदा चाहिँ एकदमै खुसी लाग्यो। अनि सबैले मेरो कुरा मानिदिनु भयो, मैले बोलेको सुनिदिनु भयो, त्यसको लागि पनि तपाईँहरूलाई मेरो तर्फबाटदेखि धेरै धेरै धन्यवाद। कार्यशाला चाहिँ एकदमै रमाइलो भयो। मैले जे जति बुझेँ, मेरो
अहिलेसम्मको अनुभव जे जस्तो भयो त्यो सबै तपाईँहरू समक्ष 10 दिनमा कति नै सेयर गर्न सक्छु र तर पनि सके जति तपाईँहरूमा सेयर गरेँ अनि एकदमै रमाइलो भयो। यस्तै भयो होला हौ, टुङ्गाउँ होला, मेरो त यस्तै हुन्छ। म वर्षौँदेखि चुलाचुली रङ्गमञ्चसँग चाहिँ म रङ्गमञ्चको हिसाबले काम नगरे तापनि चेतनहरूसँग, मानङ भाइहरूसँग, अनिल भाइहरूसँग, एमके भाइहरूसँग म थुप्रो वर्ष भयो यसरी सहकार्य गरेर जोडेर हिँडेको थिएँ। त्यसले गर्दाखेरि जुन यो यसपटकको यो 10 दिने कार्यशाला होला होइन, यो 10 दिने कार्यशालाले जति पनि नयाँ कलाकारहरूलाई एउटा उत्पादन गर्ने एउटा माध्यम चुलाचुली रङ्गमञ्चले त्यो एउटा एक खालको राम्रो काम गरेको हो भन्ने मलाई लाग्छ। किनभनेदेखि यसरी हामीले नयाँ उत्पादन गर्न सकेनौँ भनेदेखि भोलि गएर हाम्रो पछाडि आउने पुस्ताहरूले त्यो काम चाहिँ कसले गरिदिने त भन्ने एउटा समस्या पनि हुन्छ। त्यसले गर्दाखेरि अब यतिजना मानिलिउँ 12-15 जना अहिले जुन विद्यार्थीहरू छन् जसले यो कार्यशालामा भाग लिनुभयो, सबैजना 101 कलाकार त हुनु नसकिएला, तर यो भित्रबाट 2-4 जना भए पनि भाइ बहिनीहरू भोलिको दिनमा भविष्यमा चुलाचुली रङ्गमञ्चले एउटा राम्रो कलाकारहरू उत्पादन गरेको भन्ने श्रेय चाहिँ चुलाचुली रङ्गमञ्चले पाओस्, त्यो शुभकामना व्यक्त गर्छु। र बिउ हुनलाई पनि त पहिले माटोमा छरिनुपर्छ। बिउ हुनलाई पनि त पहिले माटोमा छरिनुपर्छ। हुनलाई पनि त पहिले माटोमा छरिनुपर्छ। यो दुनियाँसँग हरेक दिन नाटक गरिरहनुपर्छ। बिउ हुनलाई पनि त पहिले माटोमा छरिनुपर्छ। गन्तव्य पछ्याएर तिमी दिनरात जति नै हिँड, गन्तव्य पछ्याएर तिमी दिनरात जति नै हिँड, दुःखलाई चिन्न पनि त पहिले दुःखमा परिनुपर्छ। राम्रो राम्रो, दुःखलाई चिन्न पनि त पहिले दुःखमा परिनुपर्छ। ऋतु बेलुनबाट किन सिक्दैन छिमेकीले पाठ, ऋतु बेलुनबाट किन सिक्दैन छिमेकीले पाठ, जमिन छाडेर उड्नलाई पनि त पहिले हावा भरिनुपर्छ। बिउ हुनलाई पनि त पहिले माटोमा छरिनुपर्छ। म बाँचेदेखिको सङ्गत हो मेरो चिहानहरूसँग, म बाँचेदेखिको सङ्गत हो मेरो चिहानहरूसँग, आफू चिहान हुन पनि त पहिले मरिनुपर्छ। यो दुनियाँसँग हरेक दिन नाटक गरिरहनुपर्छ। बिउ हुनलाई पनि त पहिले माटोमा छरिनुपर्छ। कार्यशाला गर्छौँ। हाम्रो चाहिँ के छ भने उद्देश्य, आफ्नै गाउँठाउँमा चाहिँ कलाकारहरूलाई चाहिँ सिक्ने कुराहरूमा चाहिँ शुल्क नलिउँ अहिलेको अवस्थामा भनेर हाम्रो चाहिँ अहिलेसम्म आएको जर्नी चाहिँ त्यही हो। त्यो भएर यसपटक चाहिँ मानाङ लाउतीको समय गाउँमा रहँदै गर्दा चाहिँ धेरै समय पछाडि हाम्रो चुलाचुलीको बालबालिकाहरूलाई चाहिँ यो अभिनय सम्बन्धी कार्यशाला छैन। त्यही भएर जाडो बिदामा चाहिँ यो समय सदुपयोग गरौँ भनेर गरेका थियौँ र हामी सफल भएका छौँ है त। र एकदमै आशा छ यो 24 जनादेखि आज हामीले 15 जनालाई यो समापन गर्दैछौँ। हाम्रो कोठा पनि खासमा चाहिँ 15 जनाको थियो र यो पनि भयो। र यो कार्यक्रममा चाहिँ अहिले मान्छेले हेर्दा चाहिँ ठुल्ठुलो के अरे प्रायोजनाहरू होला अथवा कसैले कति दियो गाउँपालिकाले, कति दियो वार्डपालिकाले भन्ने पनि छन् होइन, तर यसमा छैन। अनेस्टली भन्नुपर्दा यहाँ चाहिँ चुलाचुलीकै एक युवा हुनुहुन्छ, चुलाचुली वार्ड नम्बर 4 का विजय राई। उहाँले चाहिँ अहिले कोरियाको केही वर्ष पछाडि नेपालमा आएर बिजनेस अर्थात् व्यवसाय सुरु गर्नुभएछ। द लिड एजुकेसन दमक 6 मा उहाँको अफिस छ। उहाँले चाहिँ प्रायोजना गरिदिनु भएको छ यो पुरस्कारका प्रमाणपत्रहरूको लागि। र यसै गरेर हामीसँग श्याम राई हुनुहुन्छ, उहाँले पनि हामीलाई केही सपोर्ट गर्नुभएको छ। र यसै गरेर हामीसँग कोरियामा कोरिया होइन अस्ट्रेलियाबाट हामी गाउँमा हुँदा पनि उहाँ चाहिँ पहिला भुटानिज नेपाली कलाकार हुनुहुन्थ्यो ओबेद साम्पाङ राई, उहाँले पनि सम्झिनु भएको छ र उहाँ चाहिँ अहिले हाल अस्ट्रेलियामा हुनुहुन्छ। र यो कार्यशालाको लागि चाहिँ उहाँले पनि निरन्तर, उहाँ चाहिँ हामीसँग 2076 सालदेखि निरन्तर जोडिरहनु भएको छ। अहिले हामीले गरिरहेको कामहरू हेरेर उहाँले पनि केही सपोर्ट गर्छौँ भन्ने उहाँले पनि भनिरहनु भएको छ। र अहिले विजयजी, श्यामजी र ओबेदजीलाई पनि चुलाचुली रङ्गमञ्चको तर्फबाट धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
तपाईँहरू जस्तै सृजनशील सहयोगले गर्दै हामीलाई चाहिँ ऊर्जा मिलिरहेको छ र हामीलाई धेरै प्रश्न गर्नेहरू अब यो त निकै बजेटले गर्दै होला भन्नेहरूको लागि यो उत्तर हो होइन। यो स्पेस पनि आजले पनि बताउँछ यो कति कार्यक्रम कति रुपियाँको कार्यक्रम हो कस्तो कार्यक्रम हो भनेर। अनि सम्पूर्ण यो कार्यक्रममा आज उपस्थित हुने हाम्रो बाल साथीहरूलाई चाहिँ अनुरोध गर्दछु 9 वर्षदेखि 18 वर्ष हुन्छ। अघि मैले भने आज तपाईँहरूको लागि यो महत्त्व छैन, जे जति सिक्नुभयो दिमागमा राख्नुहोस्। कोही न कसैको लागि कर्मले नै दिएको हुन्छ भोलि यो कलाकारिता साहित्य क्षेत्रलाई होइन, हाम्रो यो बाटो पछ्याउनको लागि यो सम्हालेर राख्नुहोस्। र सम्पूर्ण अभिभावकहरूलाई पनि धन्यवाद भन्न चाहन्छु। यो कार्यकक्षभित्र तपाईँहरूले देखिरहनु भएको बेला हामीले तपाईँको बालबच्चाहरूलाई चाहिँ यसरी चाहिँ यो प्राकृतिक ठाउँमा चाहिँ हाम्रो बालबच्चालाई चाहिँ कतै खेतबारी लडाएको छ, कतै चाहिँ होइन यस्तो हिँडाएको छ, के गरेको भनेर नसोचिदिनु होला। अहिलेको जेनेरेसन अहिलेको समय चाहिँ बढ्दो प्रविधिमा चाहिँ के भइरहेछ भने हाम्रो बालबच्चालाई चाहिँ हामीले जम्मा जम्मी पठाउने भनेको 10 to 4 टाइम भनेको चाहिँ 4वटा भित्तामै पठाइरहेको छौँ, जहाँ चाहिँ विद्यालयमा पनि उनीहरू बन्दी जस्तै भइरहेका छन् भने फेरि विद्यालय फर्केर आइसकेपछि हाम्रो घरमा बन्दित भएर बसेका छन्। कतिपय बालबच्चाको त शरीरको बनावटहरू हेर्नुहोस्, आफ्नो बालबच्चाको शरीरको बनावट हेर्नुहोस्, उहाँहरूको बनावटहरू टाउको निउरिने र यो कुम चाहिँ डाउन हुनेमा छन्। यो चाहिँ किन भयो? कति बालबच्चाको शरीरलाई हेर्नुहोस्, रगतको कमी भइरहेको छ, उनीहरूको दिनादिन स्किनहरू सेतो 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 भइरहेको छ। यो किन भइरहेको छ? उनीहरू सोच्न चाहँदैन, सुन्न चाहँदैन आफ्नो ठुलो मान्छेको कुराहरू। यो किन भइरहेको छ भन्दा हाम्रो बढ्दो प्रविधिको कारणले उनीहरू प्रकृतितिर फर्किन खोजिरहेको छैनन्, समाजतिर जान सकिरहेको छैन, समुदायतिर जान सकिरहेको छैन। हाम्रो गाउँठाउँमा भएको नयाँ पुस्ताले के गरिरहेको छ भन्ने पनि उहाँहरू बुझ्न चाहनु भइरहेको छैन। त्यही भएर एउटा पुस्ताको एउटा जोड्ने क्रम पनि होला यो मार्ग। त्यही भएर हामी क्षमा चाहन्छु तपाईँको बालबच्चाहरूलाई कुनै असर भएमा सिङ्गो चुलाचुली रङ्गमञ्च र तपाईँहरूले हामीलाई प्रतिक्रिया राख्नुहोला। आजसम्म 10 दिनमा केही गल्ती भएमा माफी माग्न चाहन्छु र तपाईँहरूको बालबच्चाको क्षमता विकास गर्नका लागि यो सिप हामीले निःशुल्क दिएका थियौँ र तपाईँहरूको बालबच्चाभित्रको क्षमता तपाईँहरूको बच्चाभित्रको एउटा खास प्रतिभालाई चाहिँ हामीले छाम्ने कोसिस गरेको छौँ, देख्ने कोसिस गरेको छौँ। यो सम्भावनाप्रति तपाईँहरूबाट हामीसँग छलफल गर्नुहोस्। हामी चुलाचुलीमा रहेको केही सृजनशील व्यक्तिहरू हुन्छ, लेखकहरू हुन्छ होइन, मेकरहरू हुनुहुन्छ, कलाकारहरू हुन्छ, उहाँसँग तपाईँहरूले केही छलफल गर्नुभयो भने चाहिँ धेरै कुराहरू भेटिन्छ भन्दै 10 दिने कार्यशालामा सबैले साथ दिनुभयो। जसले हेरेर साथ दिनुभयो, कोहीले प्रतिक्रिया गरेर साथ दिनुभयो, सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र फेरि पनि सम्पूर्ण अतिथिहरूलाई धन्यवाद भन्दै आजको कार्यक्रम 10 दिने कार्यक्रम सकिएको जानकारी गर्दछु।